यस्तो हुन्छ होइन गाइजहरू यस्तो हेरौँ त काफल गाइजहरू काफल हेरौँ ए खाना लाग्यो त बिर्सिजानु रहेछ हेलो गाइज वेलकम टु न्यू ब्लग आयो सबैजना सन्चै हुनुहुन्छ होला होइन म पनि सन्चै छु अनि त्यो आजको ब्लग चाहिँ हुन्छ माथि छतबाट सुरुवात हुन्छ आज चाहिँ हामी जानुपर्ने छ काफल खाना यसो गाउँघरतिर आएपछि काफल साफल त खानुपर्ने हुन्छ होइन अनि के भन्छ अलिअलि टिप्न नसके भने रुख जाँदा चाहिँ गाह्रो नै पर्छ म चाहिँ खासै सक्दिनँ होइन किनभने पानी छैन नि त त्यही भएर अब हुन्छ अब जानुपर्ने हुन्छ एकछिन पछि चाहिँ हाम्रो माइज हुनुहुन्छ उता भर्खरै हामी जान्छौँ त्यहाँ पारी नै त्यो होइन ऊ यो छ नि यो चाहिँ यो काफलको रुखमा चाहिँ हामी जाने त्यहाँ हो त्यसै उता पारतिर हुन्छन् अनि अहिले चाहिँ खानासाना खाएर बसिरहेको टक्क लगाएर होइन यसो हुन्छ नि त अब आज चाहिँ त्यस्तो स्पेसल केही पनि छैन होइन टक्क लगाएर जानुपर्ने चाहिँ एकछिन चाहिँ भाइ चाहिँ माथि गएको भने भाइहरू आइसकेपछि जानुपर्ने चाहिँ यता भ्लग हान्दैछ होइन गाइजहरू तपाईँहरूको लागि हाम्रो गाउँघरतिरको एकदम रमाइलो भइरहेको भनौँ जे होस् यता हाम्रो बाबु हो बाबु हाम्रो बाबु फेरि बिमारी भएर नि बाबु ज्वरो आएर नि यी कपाल गयो नि सानो नि हेलो खुसी भइरहेको त ज्यान त नि ज्यान त अहिले त हाँस्या छ त जिब्रो गर्ने होइन ल गाह्रो छ सो त्यही हो एकछिनमा चाहिँ जानुपर्ने हुन्छ हामी चाहिँ त्यही हो भन्नु पर्छ आइज दाना खुवाउने बेला भयो आइज ल ल ल यो पनि खा यो कहाँ सो अहिले चाहिँ हामी चाहिँ काफल खान जानु लाग्यो होइन उतिबाट अदुवा ल्याउने पनि काम छ होइन किनभने हाम्रो यहाँ अदुवा पनि लाउँदैछौँ क्या हामी त्यही भएर हामी चाहिँ नानी चाहिँ अगाडि गइसक्नुभयो अनि यता भाइ साप अनि यता हामी साप है काफल कति टिप्ने हो त काफल एक डब्बा सबैले कस्तो खायो अनि त्यही हो अब यसो काफल चापल टिप्नु पऱ्यो होइन अलिअलि खानु पऱ्यो मुख मिठो बनाउनु पऱ्यो गाउँघरतिर आइसकेपछि त होइन गाइज अब त्यही हो फेरि कति बेला पानी आउँछ भन्ने थाहा छैन कि अहिले यस्तो घाम लागिरहेछ होइन कति बेला पानी आउँछ थाहा नै हुँदैन कि यस्तै छ गाह्रो छ चाहिँ काफलको रुखको बोटनिर चाहिँ आइसक्यो यस्तो छ डर लाग्दो फेरि यस्तो डर लाग्दो छ फेरि जान सकिन्छ कि नै अन्त छैन काफलको रुखहरू यहाँ छ हेरौँ यस्तो छ पहिला जानुपर्ने हुन्छ डर लागिरहेको बात हुन्छ अहिले म त रुख चढ्दिनँ होला कस्तो डर लागिरहेको कालै कालो भान भन्नुहुन्थ्यो यो तलतिर लास्टै डर लागिरहेको गाइजहरू के गर्नु खानाको लागि भए पनि हेरौँ तल हेर्नु क्या हेरौँ गाइजहरू काफल यसलाई चाहिँ भन्छ काफल हाम्रो सल्यानतिर म रुखो जाउँ कि नजाउँ जाऊ म त सक्दिनँ होला अया जे लडी घाँ चप्पलै छिन्या सो गाइस पहिला एक दुईवटा खानुपर्ने हुन्छ अया कस्तो डर लाग्दो हो यार फर्स्ट काफलको गेडा कोप्ल्याक्क हो नानी मनोले टिप्या काफल नमिसाउने एक दुई मुठी टिप्दिनु गरे टिप्दिउँ भन्ने जस्तो मात्र पार्नु रे त्यही होइन
ए खान लाग्यो त बिर्सिजानु रहेछ यार ए खान लाग्यो त बिर्सिजानु रहेछ यार बोल्नै बिर्सिजानु रहेछ त्यो गाइस अब यता सुन हेरौँ काफलहरू यहाँ यहाँ हेरौँ त म त छम्मालाई पठाइदिने होला हेरौँ त काफल गाइजहरू काफल हेरौँ एकुन्टा गेरा टिपेर यत्रो माना भर्या हुन्छ नि हामी सो ग्यास त्यो एकछिन काफल साफल टिप्नु पर्ने हुन्छ ठाउँ हेरौँ फेरि कस्तो छ क्या यस्तो भिडमा टिप्नुपर्छ सो त्यही हो अब चाहिँ रुखो चढ्नु पर्ने हुन्छ गाइजहरू एकछिन टिपिसकेपछि भेट्नेछौँ हामी चाहिँ फर्किन लाग्यो हामी अलिअलि काफल खायो उता काफल छ आज चाहिँ घर आधा चाहिँ घर पठाइदिइसक्यौँ हामीले होइन अब चाहिँ हामी अदुवा लिन जाँदैछौँ अदुवा रोप्ने बिउको लागि बिउको लागि अदुवा पारीबाट अदुवा लिन जान लाग्यो गाइस होइन टक्क लाएर यहाँबाट त्यहाँ पारी लग्ने हो क्या उता केटो आउँदैछ हाम्रो सो त्यही हो लास्टै भयो अनि काफल एउटा रुखमा चढाएको थियो अनि अब चाहिँ साँझतिर खाने हुन्छ अलिअलि गर्नु खै खामताल त कालो रहेछ नि काफल भन्ने कुरो यस्तो हुन्छ होइन गाइजहरू यस्तो मैले खाए त अमिला मात्रै थिएर कि हो टक्क लाएर है सिजनमा खानेकुराहरू खान पाइन्छ तर यस्तो पहाडमा हो फेरि यहाँदेखि तलतिर हेऱ्यो भने यस्तो छ यस्तोमा तर आया मा बेला बेला खान चाहिँ पाइन्छ यसको काँडा त फेरि डेन्जर हुन्छ नि यार अब त्यो त यस्तो छ माथि जाम भनेको लोटिन्छ भने डर छ फेरि समात्ने केही छैन कि सो त्यो गाइज होइन अघिदेखि बिहानदेखि भिडियो सिडियो बनाए यताउता काम गर्दा गर्दै बिजी भएन अनि अघि माथि पनि गएको थियो कि बजारमा अनि त्यही भएर नि भ्लगलाई एन्ड नै गर्न पाएन अहिले चाहिँ खानासाना खाएर होइन टक्क लाएर होइन बाहिरमा चाहिँ यता नेट चलाइरहेको छ के छ के भन्नु छ यस्तै हो क्या थोत्रा मैलो नेट चल्दैन त्यही हो अनि हामी पनि डाँडामा आइरहौँ के भन्छ यस्तो पुरै सुनसान छ कि होइन यताउता पुरैमा के भन्छ त्यही हो होइन आजको भिडियो चाहिँ के कस्तो लाग्यो होइन आज चाहिँ हामी चाहिँ पुरै जस ठिकै रमाइलो भयो होइन काफल साफल खाइयो भनौँ अलिअलि यता कोतारी पनि भइरहेको होइन सो त्यही हो गाइस आजको भिडियो के कस्तो लाग्यो होइन सबैजनालाई धेरै लाइक सेयर सब्सक्राइब होइन सबै हानिदिनु पऱ्यो टक्क लगाएर अलिअलि यसो माया देखाइदिनु पऱ्यो होइन भाइ सो त्यही हामी भेट्नेछौँ नेक्स्ट भ्लगमा सी यू गाइस बाई बाई